नमस्ते एभ्रिवन, आई एम डक्टर आकाश राउत र तपाईँले कहिले पनि सोच्नु भएको छ त वाइ ब्रिलियन्ट डक्टर आवर कन्ट्री फेल टु क्वालिफाई फर द लोकसेवा एक्जाम जहाँ आजको उनीहरू सिपिजीमा एकदमै खतरा ऱ्याङ्क ल्याएको हुन्छन् वेयर एज एन एभरेज स्टुडेन्ट लाइक मी एज वेल है तिनीहरूले चाहिँ लोकसेवा एक्जाम क्र्याक गर्न सक्छन्। सो बेसिकली यो कुरा के हो त, यो लोकसेवा भनेको तपाईँले सिलेबससँग र एक्जाम प्याटर्नसँग कसरी खेल्न सक्नुहुनेछ यो बारेमा चाहिँ एकदमै धेरैजनालाई थाहा पनि हुँदैन। त्यही भएर एक्जामहरू क्वालिफाई गर्न गाह्रो पनि भइरहेको हुन्छ। अलरेडी सिट एकदमै कम भइरहेको हुन्छ र कम्पिटिसन एकदमै हाई छ। यो भिडियो बनाउने मेन हाई टाइम अहिले किन हो भने अर्को महिनामा चाहिँ लोकसेवाको एक्जाम हुँदैछ, सेन्ट्रल लोकसेवाको, अनि धेरैजनाले मलाई भनिसक्नुभयो यो बारेमा भिडियो बनाइदिनको लागि। बेसिकली म भन्न चाहन्छु कि लोकसेवामा दुईवटा पेपर हुन्छन्, पेपर 1 एन्ड पेपर 2। पेपर 1 भनेको तपाईँहरूलाई के भयो त, एमसिक्यू पेपर भयो। त्यो एमसिक्यू पेपरमा चाहिँ 100वटा एमसिक्यू हुन्छ, 75 मिनट्स तपाईँले टाइम पाउनुहुन्छ र एभ्री क्वेसनको लागि तपाईँले अराउन्ड 45 सेकेन्ड मात्र टाइम पाउनुहुन्छ है त। ठिक गरे बापत 1 मार्कको, रङ भए बापत 0.20 हो। 0.2 मार्क्स भनेको 20% मार्क्स के हुन्छ, डिडक्ट हुने गर्दछ। र यसमा चाहिँ इनफ टाइम पनि हुन्छ यदि तपाईँले मजाले पढ्नु भएको छ भने। किनभने मैले चाहिँ यसमा 3 क्याटेगोरीमा डिभाइड गरेछु, 30, 30 एन्ड 15 है त। 30 भनेको डाइरेक्ट एन्सर, तपाईँले थाहा भएकै हुन्छ 30 मिनट्स तपाईँले डाइरेक्ट एन्सरमा टाइम लगाइदिनु। त्यसपछि तपाईँको नेक्स्ट 30 मिनट्समा तपाईँ के गर्नुहुन्छ त, सोच्ने टाइम लगाउने के, जुन कुरामा ट्रिकी हुन्छ नि त्यो ट्रिकीहरूमा सोच्ने टाइम लगाउने हुन्छ। र लास्टको 15 मिनटमा म सेकी बिलिफ भन्छु के। सेकी बिलिफमा के हुन्छ, कहिलेकाहीँ तुक्का लगाइदिने पनि हुन्छ कि। मेरो टाइममा मेरो 88वटा मात्र ठिक भएको थियो, पुरै ठिक भएको थिएन है त। 88 कि 89वटा जति ठिक भएको थियो। त्यही भएर तपाईँहरूले पनि 100वटा 100वटा ठिक गऱ्यो भने त एकदमै राम्रो। तर तपाईँ अराउन्ड होइन 88, 89, 90 जति पनि ल्याउनु भयो भने तपाईँहरूको के हुन्छ त, यो मजाले नाउँ निस्किन सक्छ। दोस्रो पेपर भनेको सबैभन्दा नाम निकाल्ने भनेको दोस्रो पेपरले हो है त। कति जति स्टुडेन्टहरूको, कति साथीहरूको 96, 97वटा पनि एमसिक्यू मिले पनि लिखितवाला प्याटर्नमा चाहिँ उनीहरू कम्प्लिटली अफ भइदिन्छन् है त। लिखितमा जम्मा ए, बी, एनसी एन्ड डीवटा सेक्सन हुन्छन् र त्यसको पनि सबैभन्दा गाह्रो भनेको तपाईँहरूले हुन्छ डी सेक्सन हो है त। डी सेक्सनमा नेपालको एक्ट्सहरू सोधिया हुन्छन् है त। यो एक्ट्सहरू धेरैजनाले नआएर चाहिँ एउटा पनि क्वेसन बिग्रियो भने तपाईँको नाउँ निस्केन है त। त्यही भएर यो लिखित पार्ट इम्पोर्टेन्ट हो। र मैले एन्सर लेख्नको जहिले पनि मैले होइन 4वटा तरिका बनाउँछु। आइडिया भनेर IDEA भन्छु के म। आई भनेको के भयो त, इन्ट्रोडक्सन। कुनै पनि कुरा आएछ भने त्यसको इन्ट्रोडक्सन लेख्ने है त। त्यसपछि डी भनेको आयो डिस्क्रिप्सन। त्यसपछि मजाले के गर्ने त, डिस्क्रिप्सन गर्नु पर्यो है त। त्यसपछि ई भनेको इटालोजी और इलाबोरेसन र लास्टमा ए भनेको एक्सन प्लान ट्रिटमेन्ट। यो 4वटा जस्तो तपाईँहरूले हाम्रो मेडिकलमा सोध्ने के हो त, कुनै पनि कुराको तपाईँले ल सिम्पल कुरा कुनै पनि डिजिज बारेमा सोध्यो भने है त, सबभन्दा पहिला इन्ट्रोडक्सन। हाम्रो टाइममा टिबी सोधेको थियो। त्यसपछि तपाईँलाई आयो डी भनेको डिस्क्रिप्सन दिनु है, या त डिफरेन्सियल डायग्नोसिसहरू सबै कुरा राख्नुपर्छ। त्यसपछि ई भनेको तपाईँलाई आयो के त, इलाबोरेसन, प्याथोफिजियोलोजी एभ्रिथिङ राख्नु। र ए भनेको एक्सन प्लान, जुन नेपालको HRJD रेजिमेन हो। अहिले चाहिँ चेन्ज भइसकेको छ WHO मा, तर नेपालमा अहिले पनि त्यही कुरा छ है त। अर्को कुरा तपाईँहरूले थाहा हुनुपर्ने हो कि लोकसेवामा बेसिक साइन्सको केही पनि सोध्दैन है। धेरैजसो विद्यार्थी त्यही प्रब्लम खान्छन् कि तपाईँहरूले सिलेबस हेर्नु भएको छैन। सिलेबसमा हेऱ्यो भने बेसिक साइन्सको केही पनि सोध्दैन, ओन्ली क्लिनिकल साइन्स सोध्ने गरिन्छ है त। क्लिनिकल साइन्समा जुन तपाईँ 3rd इयरदेखि सब्जेक्टहरू पढ्नु भइरहेछ त्यही कुराहरू बढी सोध्ने गर्दछन् है त। त्यही भएर र धेरैजसो स्टुडेन्टहरूले बिगार्ने भनेको के हो त, पिडियाट्रिक्सको CBMNCI प्रोटोकल है त। तपाईँले घाइको पछाडि पल्टाउनु भयो भने, घाइ हाम्रो किताब हुन्छ, त्यसको पछाडि निमोनिया, डायरिया एभ्रिथिङको के छ, CBMNCI प्रोटोकल दिएको छ नि। एभ्री इयर त्यो सोधिराखेको क्वेसन हो है त। र त्यसपछि तपाईँले ग्रुप डीमा जुन आउने क्वेसनहरू हुन्छन्, ती ग्रुप डीमा आउने क्वेसन कस्तोहरू छन् त, जस्तो तपाईँले नेपाल हेल्थ पोलिसी थाहा हुनु पर्यो, सस्टेनेबल डेभलपमेन्ट गोल थाहा हुनु पर्यो, स्टेप्स अफ मेडिको लिगल अटोप्सी, स्टेप्स अफ OCMC, लिडरसिप क्वालिटी। यो कुराहरू किन सोधिन्छ त, भोलिको दिनमा तपाईँ लोकसेवा कर्मचारी भएपछि तपाईँले कुनै पनि नीति नियममा जानुहुन्छ या कतिपय डिस्क्रिप्सन गर्नुहुन्छ भने तपाईँलाई नेपालको तह बारेमा त थाहा हुनु पर्यो नि त। डक्टर भएर मात्र छैन, यु विल अलवेज इन द एडमिनिस्ट्रेटिभ पोस्ट के, तपाईँ भोलिको दिनमा मेसु बन्नुहुन्छ है त, अगाडितिर मन्त्रालयमा जानुहुन्छ। त्यही भएर यो कुराहरूलाई पनि एकदमै बढी सिग्निफिकेन्स दिएको हो। र धेरैजसो स्टुडेन्टहरू त्यही डी ब्लकमै क्वेसन छोडिदिन्छन् र त्यसपछि आत्तिहाल्छन् है त। किनभने सबैजनाले गर्न सक्ने भनेको त्यही मेडिसिन गर्नै सक्छन्, सर्जरी गर्नै सक्छन्, गाइनोक्स गर्नै सक्छन्,
तर यो पार्टमा हुन जान्छ। यो पार्टमा बारेमा पनि मैले निकै भिडियोजहरू बनाएको छु। यदि तपाईँहरूलाई मन परेको छ भने त्यो पनि हेरिदिनु होला। र तपाईँहरूलाई यस्तै केही कुराहरू चाहिरहेको छ भने प्लिज लेट मी नो, म आउने दिनमा फेरि पनि भिडियो बनाउने छु है त। म अहिले चाहिँ भोजपुर अस्पताल है त, भोजपुर जिल्ला अस्पताल भोजपुरमा चाहिँ कार्यरत पनि छु र तपाईँहरूलाई केही पनि कुरा छ भने सोध्न सक्नुहुन्छ है त। अल द भेरी बेस्ट। केही कुरा छ सोधौँ है त। हस्त, बाई बाई।